झुन्ड रहेछ, लगभग 40-50 जना चितलको झुन्ड हामी देखिरहेका छौँ। हामी तालको डिलमा घाम तापेर बसेको हामी देख्न सक्छौँ। चितवन राष्ट्रिय निकुञ्जको आजको यो भ्रमणमा हाम्रो खास मकसद, खास उद्देश्य बाघकै अवलोकन गर्नु हो। अब अहिले हामी कसराबाट पूर्वतर्फको जङ्गल सफारीमा जाँदैछौँ। हामी अहिले यो भीमले पोस्टमा आइसकेका छौँ र यहाँबाट सौराहा 34 किलोमिटर, टेम्पल टाइगर 18 किलोमिटर, देवीताल 13 किलोमिटर भन्ने यहाँ बोर्ड राखेको छ। अब यहाँबाट हामी अगाडि बढ्दैछौँ। यात्रा चितवन राष्ट्रिय निकुञ्जको। हामी आज चितवनमा खास गरेर सौराहाको कार्यक्रम गरिसकेका छौँ। दिउँसो करिब 1:30 बजेको घाम सिमराबाट बाइकमा हुइकिँदै भरतपुरको यो चोकबाट हामी कसराको बाटो लाग्यौँ। बीचमा जङ्गल, गाउँ अनि फाँट हुँदै हाम्रो यात्रा अगाडि बढिरहेको छ। आज हामी कसरा नजिकै जगतपुर भन्ने ठाउँमा पुग्छौँ अनि रातिको बास हाम्रो जगतपुरमै हुन्छ। साथीहरू, फाइनली सिमराबाट 1:30 बजे बाइकमा यात्रा गर्दै अहिले हामी यो जगतपुरमा रहेको जङ्गल भिला रिसोर्टमा आइपुगेको छौँ र यहाँ आइपुग्दासम्म हामी झन्डै 4 घन्टाको ट्राभल गरेको छौँ बाइकमा। दिनभरिको थकाइ एकातिर अनि जङ्गली जनावर हेर्ने र क्यामेरामा कैद गर्ने चाहना अर्कोतिर। नजिकैको जङ्गलबाट मयूर कराएको आवाजले मन उतैतिर तान्यो। चराहरू आफ्नो गुडमा फर्किने बेला भइसकेको छ र हामीले देखिरहेका छौँ यहाँ नाभिद पनि सम्भवतः अहिले त माछा मार्ने त नहोला, सम्भवतः नाभिद पनि आफ्नो घर फर्किने अवस्था रहेको छ। खोलामा गोही र चित्तलको दृश्यलाई कैद गर्दा गर्दै रात परेपछि आफू पनि विश्राम गर्न लागियो। बिहानको सूर्यको लालीमा र चराहरूको चिरबिराहटले निद्रा भङ्ग भएपछि फेरि एकैछिन खोला किनारमै पुगेर क्यामेराको लेन्समा परेको दृश्यहरू कैद गरियो। उता साथीहरू जङ्गल सफारीका लागि तयार भइसकेको जानकारी पाएपछि आफू पनि हतार हतार सफारी जिपको अगाडि सिटमा स्थान जमाइयो। साथीहरू, यतिखेर हामी चितवन जिल्लाको यो पटिहानी भन्ने ठाउँमा छौँ। जङ्गल सफारीको लागि अहिले रेडी भएका छौँ। बारा पर्सादेखि लिएर बाँके बर्दियासम्मका पत्रकार साथीहरू हुनुहुन्छ यहाँनिर। सबै हेलो भनौँ त। अनि निकुञ्जका सरहरू पनि हामीसँगै हुनुहुन्छ र हामी यतिखेर चाहिँ निकुञ्जको सफारीमा निस्केका छौँ। यो यात्रालाई सहजीकरण गर्नको लागि हाम्रो अगाडिको सिटमा दाई हुनुहुन्छ। दाई, आफ्नो नाम बताइदिनुहोस् त। सन्त कुमारजी हामीसँग हुनुहुन्छ, जसले आजको यो पुरै जङ्गल सफारीलाई सहजीकरण गर्नुहुन्छ पाइलट सिटमा बसेर। र यस क्रममा बाटोमा जे देखिन्छ त्यो सबै देखाउने हामी प्रयास गर्छौँ। त्यसको लागि यो भिडियो चाहिँ तपाईँहरूले चाहिँ मजाले हेर्नुहोला, नछुट्टाएर अन्तिम समयसम्म, किनभने यो त बल्ल स्टार्टिङ हो। यसपछि के आउँछ त्यो त पछि हामी देखाउँछौँ। जङ्गल भिला रिसोर्टबाट अब हामी
बाहिर चाहिँ निस्केका छौँ है त। आजको एउटा नौलो यात्रा छ चितवन राष्ट्रिय निकुञ्जको, जो खास गरेर वाइल्ड लाइफ एनिमलको वासस्थानको रूपमा परिचित छ पर्सा राष्ट्रिय निकुञ्ज जस्तै। र यतिखेर हामी यो क्षेत्रबाट यो बस्ती हुँदै हामी अगाडि बढिरहेका छौँ र यहाँबाट हामी सम्भवतः केही क्षणमै हामी भित्र जङ्गलमा पुग्छौँ र त्यहाँ केही दृश्यहरू हामी देखाउँछौँ। यहाँ हार्दिक स्वागत गरेको गेट छ, यो गेटबाट हामी क्रसिङ गऱ्यौँ भित्र। र यहाँबाट एउटा यो ठुलो पुल छ, यो पुल क्रस गरेपछि हामी निकुञ्जमा पर्छौँ। यो राप्तीको पुल हो। अब हामी यहाँबाट बल्ल चाहिँ आधिकारिक रूपमा भित्र चाहिँ प्रवेश गर्दैछौँ। र अब अहिले हामी कसाराबाट पूर्वतर्फको जङ्गल सफारीमा जाँदैछौँ र यसको जङ्गल सफारीको रुट हेर्ने भने एकदमै पूर्वदेखि पश्चिमसम्म अमलटारीसम्म, पूर्वमा हामी पर्सा राष्ट्रिय निकुञ्जको सिमाना प्रतापपुरदेखि पश्चिममा चाहिँ नवलपरासीको अमलटारीसम्म। अमलटारी फेरि नारायणी नदीको पारी पर्छ, तर यसको नदीको महत्त्वको हिसाबले हेर्ने नारायणी, रिउ र राप्ती नदीले यो निकुञ्जलाई अझै यसको प्राकृतिक सुन्दरतालाई चाहिँ र वन्यजन्तुको उपलब्धताको हिसाबले पनि वासस्थान प्रदान गरिरहेछ। र घाँसे मैदानको आज निरीक्षण गर्दै हामी यो सौराको किनारासम्म पुग्छौँ र समयले साथ दिएमा अझै हामी चुरेको घाँसको बाटो हुँदै यहाँको महत्त्वपूर्ण यो अक्सपो लेकहरू, ताल तलैयाहरू र त्यसमा विभिन्न प्रजातिको उपस्थिति अब्जर्भ गर्दै पुनः हामी कसारामा हेडक्वार्टर हो कसारा यो चितवन राष्ट्रिय निकुञ्जको, त्यहाँ आएर यो कार्यक्रममा संलग्न हुनेछौँ। यात्रा हाम्रो जारी छ। बाटोमा देखिने सम्पूर्ण दृश्यहरूलाई हामीले कैद गर्छौँ। साथीहरू, यसलाई लामी ताल भनिन्छ। यो ताल खास गरेर चराहरू बस्ने ठाउँ हो। हामी देखिरहेको छौँ यो लामो भएको हुनाले यसलाई लामी भनिएको हो। थोरै अगाडि लैजाउँ त गुरुजी। यो हाँस प्रजातिको चरा भनिन्छ यसलाई। लामी तालको डिलमा घाम तापेर बसेको हामी देख्न सक्छौँ। चराको यो सुन्दर दृश्य। चराहरूको पनि पिकनिक तपाईँहरूले हेर्नुहोस् है, कस्तो मजाले सबै जम्मा भएको छन्। यो जुन दृश्य छ यो गोही छ है, त्यहाँ माथि एउटा चरा छ अनि चराको मुनि चाहिँ ठ्याक्क छेउमा सानो एउटा गोही सुतिरहेको छ। यो लामी तालमा सुतिरहेको गोही हामीले यहाँबाट देखेको छौँ। यो जुन दृश्य छ यो मगर गोही भन्छ यसलाई। यो पनि लामी तालमै देखिएको दृश्य हो। मगर गोही यहाँ सुतिरहेको छ आनन्दले, तर उता फर्केर बसेको छ। यता फर्किदिएको भए अनुहार पनि यसको देखाउन मिल्थ्यो। सायद आहाराको पर्खाइमा एकदम एकाग्र भएर बस्नु भएको छ, त्यसले गर्दा हामीलाई हेर्नु भएन उहाँले। यता फर्क त भाइ, भाइ हो कि बहिनी हो, यता फर्कौँ त हो। बिहानको मर्निङमा खास गरेर हामी बिहानको यात्रा र जङ्गलको यो दृश्य बडो रमणीय त्यहाँ देखेका छौँ हामी। यो खास गरेर ग्रासल्यान्डकै एरियामा हामी छौँ यतातिर भने। यतातिर हामी सिमसार देखिरहेका छौँ, जो लामी ताल भनेर लामो भएको हुनाले लामी ताल भनिएको। साथीहरू, चितवन राष्ट्रिय निकुञ्जको आजको यो भ्रमणमा हाम्रो खास मकसद, खास उद्देश्य बाघकै अवलोकन गर्नु हो। किनभने यहाँ धेरै सङ्ख्यामा बाघ रहेको छ। त्यही भएर हामी यो बाघ निस्किने समय सम्भवतः यो अन्य जङ्गली जनावरहरू चरीचरण अथवा खोलाको छेउमा आएको बेलामा बाघले पनि शिकार गर्ने एउटा राम्रो अवसर पाउँछ र त्यो बेला बाघ पनि निस्किन्छ भन्ने हिसाबले हामी बाघकै खोजीमा हामी निस्केको छौँ। र सम्भवतः यो यात्राले यहाँहरूलाई बाघ देखाउने हामी प्रयास गर्छौँ। यो ग्रासल्यान्डबाट जरायोहरू क्रसिङ गरेको बेला परेको छ। छोडिदिनु त अलिकति। चितल हो त्यो। चितलको झुन्ड हामी देखिरहेका छौँ। पारीबाट चाहिँ क्रसिङ गर्दैछ। अनि दायाँपट्टि हेर्नुहोस् है, यो चितलहरूको यहाँ झुन्ड छ। चितलहरूको झुन्ड त्यहाँ हामी देख्न सक्छौँ। एकैछिन रोकौँ त है सर, एकैछिन थोरै अलि अगाडिबाट रोकौँ न। त्यहाँ थोरै हो यहाँबाट रोकौँ त। गजब छ है तेरिका, गजबको झुन्ड रहेछ। लगभग 40-50जना चितलको झुन्ड हामी देखिरहेका छौँ। अब यस्ता दृश्यहरू थुप्रै अगाडि पनि देख्न सक्नुहुन्छ साथीहरू। यो फेरि यति नै हो भने भन्न ठान्नु होला, किनभने हामी त अगाडि बाघ खोज्ने हो। चित्तल भएको ठाउँमा बाघ आउने भएको हुनाले हामी बाघ खोज्दै हिँडेका छौँ। यता बाघ पनि छ कि
बाघकै कुरा गरिरहँदाखेरि चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा जहाँ 41वटा बाघ छ भने चितवन राष्ट्रिय निकुञ्ज जुन निकुञ्जको अहिले हामी दृश्य यहाँहरूलाई देखाइरहेका छौँ यो निकुञ्जभित्र 128वटा बाघ छ भने पछाडि 128वटा बाघमध्ये आज हाम्रो भाग्यले कतिवटा बाघ देख्न पाउँछ त साथीहरू अघि हामीले लामिताल हेऱ्यौँ र लामितालमा चराहरू पनि हेऱ्यौँ गोही पनि हेऱ्यौँ त्यसपछि त्यसको छेउमै हामीले मृग चित्तलहरू पनि हेऱ्यौँ अब अहिले आएर हामी यो तमोर ताल हो खास गरेर चितवन राष्ट्रिय निकुञ्जमा जनावर किन बढी हुँदो रहेछ चराचुरुङ्गी बढी हुँदो रहेछ भन्नेको खासमा यो तालहरूको कारणले पनि हो जङ्गलको बीचमा हामी धेरै तालहरू चाहिँ देख्न सक्छौँ चुरेको घाँसमा र भावर सुरु हुने र तल्लो ठाउँमा चाहिँ हाम्रो फ्लड प्लेन भन्छौँ नदीले बनाएको घाँसे मैदान तटीय क्षेत्र छ तर यो चाहिँ नदीले बनाएको तटीय क्षेत्र भन्दा पनि अहिले अग्लो ठाउँमा यो विशाल साइजको ताल यो पर्मानेन्टली 12 महिना पानी रहने गरेर बनेको हुनाले अब यसको विशेष महत्त्व छ किन भन्दाखेरि यस्तो वरिपरिको ड्राई ठाउँमा पनि पानीको सोर्स हो फेरि यो मूल ताल हो यही तालबाट नै जुन कसारा खोला अघि हामी देख्यौँ कसारा खोलाको मूल नै यही हो यसो हेर्दाखेरि हामीलाई लाग्छ यो ताल यता बग्छ कि भन्ने जस्तो लाग्छ साथीहरूलाई हैन तर यसको ड्रेन चाहिँ यता यो साइडबाट जान्छ यो तमोर तालबाट हामी अगाडि बढिसकेका छौँ र हामी यो दृश्य देखाइरहेका छौँ यो तमोर तालभित्र चराहरू जलविहार गरिरहेका छन् बडो विशाल ताल छ जुन कुराको बारेमा हाम्रो सरले प्रश्न पारिसक्नु भएको छ यो तालको विशेषता यो दुईतिर सिमसारको बिचबाट अब हाम्रो यात्रा अगाडि बढेको छ यति बेलासम्म हामीले बाघ भेटाएका छैनौँ तर हाम्रो प्रयास चाहिँ बाघको खोजीमै हो बाघ भेटाउने प्रयास नै हो यतातिर बाघ हुन सक्छ कि यो एरियातिर यहाँ ग्रासल्यान्ड बलियो ग्रासल्यान्ड छ हैन त्यही भएर अलिकति यता हामी लागेका छौँ हो कि खास गरेर यो बाघको सेल्टर भएको तपाईहरुलाई थाहा छ बाघ जताततै चाहिँ हुँदैन बाघको पनि आहारा गर्ने छुट्टै ठाउँ हुन्छ उसको सेल्टर बसेको चाहिँ छुट्टै ठाउँ हुन्छ हन्टिङ गर्ने छुट्टै ठाउँ हुन्छ र सरहरूले भनेअनुसार चाहिँ सम्भावित यो बाघ चाहिँ देखा परिराख्ने ठाउँ हो जहाँ अहिले हामी चाहिँ अगाडि लागिरहेका छौँ सम्भवतः यो क्षेत्रमा हामी बाघ फेला पार्नेछौँ घना जङ्गल छ बीचमा फायर लाइन र गाडी फायर लाइन भएर अगाडि बढ्दैछ एक राउन्ड निकुञ्जको भित्रको यो फायर लाइन हुँदै हामी भ्रमण गरेर अहिले अगाडि एउटा हामी बाटो देखिरहेका छौँ बाटोमा हामी निस्किरहेको छौँ यो बाटो खास गरेर कोरी माडी जाने बाटो हो यो पछिल्लो समय माडी जानको लागि यो बाटो बनिरहेको हामी देखिरहेका छौँ यो बाटो माडी जान्छ साथीहरू यहाँबाट खोरी माडीको बाटो हो यो र यसपछि अब यो बाटोबाट हामी सिधा क्रसिङ गरेर अगाडि लाग्यौँ यो जुन दृश्य देखिराख्नु भएको छ यो चुरेबाट ड्रेनेज भएर आएको यो पानी हो यहाँसम्म चुरेको सिमाना भनिन्छ यसपछि यो पुलबाट देब्रेतिर भनौँ अथवा साउथ दक्षिणतिर चाहिँ यहाँबाट चुरे चाहिँ समाप्त भएर यो प्लेन ल्यान्ड सुरु हुन्छ र यो एउटा खोला छ चुरेबाट आएको पानीको बहाव भनौँ यसलाई एउटा तालै हो यो चुरे ताल एक्ज्याक्टली यो चुरे तालको नामले यो परिचित छ र हामी यो चुरे तालको बिचको पुलमा छौँ
यो पुलदेखि दाहिनेतिरको भाग चाहिँ चुरे क्षेत्रमा पर्छ भने देब्रेतिरको भाग यानि यो दक्षिणतिरको भाग भनेको यो तराई लाइनतिर अब प्लेन लाइनतिर चाहिँ जान्छ। अब यहाँबाट हामी अगाडि बढ्छौँ। अब यो चुरे तालबाट हामी अगाडि बढिसकेका छौँ र यति बेलासम्म हामीले बाघ चाहिँ भेटाउन सकेका छैनौँ। सम्भवतः लाग्छ हामी यसरी जङ्गलमा बाघको खोजीमा निस्किँदाखेरि एउटा टिमसँग हाम्रो बैठक थियो चिया खाजा खाने बेलामा र यो टिममध्येकै कसैले चाहिँ बाघलाई सूचना प्रवाह गरेको हुनसक्छ। यसलाई हामीले के भन्छौँ भने इन्फर्मेसन लिकेज भन्छौँ। जङ्गलको एक राउन्ड लगाउँदै हामी अहिले सुखीभार आइपुगेका छौँ र सुखीभारमा हामी देखिरहेका छौँ सुखीभारको यो पोस्टमा हामी दुईटा हात्तीहरू चाहिँ छन् यहाँ। यो गैँडा हो, झाडीभित्र पस्यो हामीलाई देखेपछि। हामी बाघ बाहुल्यताको क्षेत्रमा अहिले प्रवेश गरिसकेका छौँ। यो क्षेत्र बिचमा बाटो र बाटोको दुई छेउतिर यो एउटा ठुलो ग्रासल्यान्ड छ। यो ग्रासल्यान्डमा बाघको भनौँ वासस्थान भएको ठाउँ हो र यतातिर अहिले हामी प्रवेश गरिसकेको छौँ। सम्भवतः यो एरियामा हामीले बाघ देख्छौँ। अहिले भर्खरै एउटा गैँडा हामी देख्यौँ। के देखियो बाघ सानो यो देखिएको गैँडा हो, यहाँ आफू बसेको छ। पानीमा मजाले असाध्यै सुन्दर मयूर, असाध्यै सुन्दर मयूर छ। तपाईँले यति नजिकबाट मयूर देखेका छौँ। अहिले एकैछिन नाच्छ यो, एकछिन। नाच्न भाइ, नाच्यो भने त यहाँ हामीले एउटा अर्को मयूर देखेका छौँ। यो झाडीभित्र पस्दै गरेको मयूर। यो एउटा गैँडा पहाडी रुखमुनि चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यहाँ घाँस चरिरहेछ। अनुहार पो छोप्छ त यहाँ। हामी अहिले यो भीमले पोस्टमा आइसकेका छौँ र यहाँबाट सौराहा 34 किलोमिटर, टेम्पल टाइगर 18 किलोमिटर, देवीताल 13 किलोमिटर भन्ने यहाँ बोर्ड राखेको छ। अब यहाँबाट हामी अगाडि बढ्दैछौँ। यो ठाउँमा सेनाको पोस्ट छ। इन्ट्री गरिसकेपछि अनि बल्ल यहाँबाट हामी अगाडि बढ्यौँ। अब यहाँ दुईटा गैँडा छ है। एउटा यता अगाडि छ, यो सुर निकालेको, अर्को चाहिँ त्यहाँ बसिरहेछ। दुईटा छ।
शिवबाबु महादेव